समितिद्वारा आयोजित आजको यस मंगलबार दर्शनका प्रतिपादक युग पुरुष डाक्टर गोपाल गुरुङको 90औं जन्म जयन्ती कार्यक्रमका सभा अध्यक्ष यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि एवं नेशनल रिपब्लिक नेपालका श्रद्धेय प्रेसिडेन्ट आजका प्रमुख अतिथि फमनबहादुर बुढा भगतज्यू र यसै कार्यक्रमका विशिष्ट अतिथि एवं भाइस प्रेसिडेन्ट डाक्टर कमला भगतज्यू र यसमा आसीन सम्पूर्ण सहकर्मी केन्द्रीय सचिवहरू र विभिन्न नगरसभा टोल सभाबाट यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नको निमित्त उपस्थित हुनुभएका सम्पूर्ण नेता कार्यकर्ताजीहरूमा म नेशनल रिपब्लिक नेपाल केन्द्रीय कमिटीको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यहाँ सम्पूर्णमा जुझारु क्रान्तिकारी सल्युट गर्न चाहन्छु। स्वीकार होस्। जय मुलवासी। आज सभालाई धन्यवाद दिँदै आजको यस युग पुरुष डाक्टर गोपाल गुरुङ जो मंगलबार दर्शनका प्रतिपादक हुनुहुन्छ। आज हामी यस्ता